साथीहरू म चाहिँ सेलरोटी लिनको लागि फेरि पनि पर्सा जाँदैछु होइन। मलाई चाहिँ सेलरोटीले मनी नै लगाइसक्यो कि म चाहिँ घरबाट बाहिर निस्किसकेँ मेरो घरबाट होइन। अनि यो चाहिँ मेरो आफ्नो गाउँ हो डुड गाउँ। अनि राप्ती 7 पर्छ कि अनि पहिला नै भिडियो बनाइसकेको छु मैले मेरो आफ्नो गाउँको लागि। यो चाहिँ कम्पनी हो, त्यो कम्पनीमा काम पनि पाउँछ। हजुरहरूलाई काम चाहिएमा सम्पर्क गर्नु होला है, आउन सक्नुहुन्छ कि। त्यो कम्पनीमा चाहिँ ग्यास फ्याक्ट्री हो कि ग्यासहरू बनाउँछ अनि सिलिन्डर ग्यासहरू। यो चाहिँ अब हाइवे भइहाल्यो उतापट्टि गयो भने चाहिँ हर्दी भण्डारा लोथर यताउता आउँछ कि। अनि यो अगाडि गयो भने चाहिँ पम्फाफुल हो यो चाहिँ होइन। यो पम्फाफुलको पनि मैले एकचोटि भिडियो बनाइसकेको छु। यो चाहिँ हाम्रो अब म चाहिँ पर्सातिर जाँदैछु कि साथीहरू होइन। मलाई चाहिँ रोटी कस्तो मन पऱ्यो कि साथीहरू। हाम्रोबाट चाहिँ रोटी लिनको लागि चाहिँ धेरै टाढा पर्दैन कि, त्यही 3 किलोमिटर जति पर्छ होला होइन। अनि यो अब म आउँदैछु, यो चाहिँ वीरेन्द्रनगरको चौतारा हो होइन साथीहरू। अनि त्यसपछि खुरखुरी आउँछ होइन। अनि हजुरहरूलाई अब लोकल मान्छेहरूलाई चाहिँ थाहा छ यसको बारेमा होइन। कतिजनाले अब हाइवे त थाहा हुन्छ कि होइन, ठ्याक्कै त्यो सेलरोटी पाउने ठाउँ चाहिँ कहाँ हो भन्ने थाहा हुँदैन नि त। त्यही भएर मैले चाहिँ भिडियो बनाएको हो। यो चाहिँ पर्सा आइसक्यो म चाहिँ साथीहरू होइन। म चाहिँ हाइवेको बाटो नआएर तलको बाटो झरिसकेको छु। मेरो देवरले चाहिँ स्कुटी चलाउँदै हुनुहुन्छ। यो चाहिँ हेर्नु त डिजल यो हरिहर भन्ने पेट्रोल पम्प छ कि। अनि यो पेट्रोल पम्पबाट यो स्काई कलरको घर छ नि, त्यो घरबाट भित्र जानुहोस् है हजुरहरू। यो चाहिँ एउटा सब्जी मन्डी हो होइन। अनि त्यसपछि भित्र सानो गल्ली छ, त्योबाट जान सक्नुहुन्छ। यता ग्यारेजहरू पनि रहेछ होइन। म पनि पहिला चाहिँ खोज्दै गएको थिएँ कि, अनि पछि चाहिँ जान चाहिँ सजिलो भयो कि। हजुरहरूलाई नि यो भिडियो हेरेर जान सक्नुहुन्छ है। दिदीको घर चाहिँ यही हो है। उहाँको घरमा चाहिँ झन्डाको चिन्ह छ भनौँ न, एक्लै पनि छ घर चाहिँ। यसरी बाहिर सटर छ होइन। म चाहिँ अब फाइनली दिदी घर पुगिसकेको छु। अनि पहिले नै म आउँदैछु है दिदी भनेर चाहिँ गएको थिएँ कि म। अनि अब चाहिँ मैले चेन गेट खोल्छु कि होइन, चाबी चाहिँ लाउनु भएको छैन रहेछ होइन। अनि त्यसपछि म चाहिँ अब अगाडि बढ्दैछु है साथीहरू। हजुरहरू पनि हेरिदिनु होला। अनि हजुरहरू आउनुभयो भने नि यसरी नै म जस्तै गरेर नि आउनु सक्नुहुन्छ कि। मैले चाहिँ तलैबाट बोलाउँदै गएको थिएँ कि। उहाँको चाहिँ मैले चाहिँ पहिला चाहिँ छतमा गएको थिएँ, आज चाहिँ म छतमा जानु परेन कि साथीहरू। यहीँ नै भेट भयो आमालाई होइन। उहाँ चाहिँ आमा हुनुहुन्छ होइन। अनि फेरि दिदी पनि यता साइडमा हुनुहुन्छ कि। अनि म चाहिँ छतमा जानु पर्ला भनेर यतापट्टि फर्किँदै थिएँ कि। अनि यहीँ देखेर म चाहिँ यता आइपुगेँ कि। अनि भर्खरै रोटी हालेर भ्याउनु भएको रहेछ। हेर्नु न कति राम्रो रोटी राख्नुभएको कि। अनि यस्तो मिठो कि होइन। मलाई चाहिँ एकदम मन पऱ्यो कि दिदीको त्यो। यो चाहिँ मैले दोस्रोचोटि हो रोटी लिन आएको चाहिँ होइन। अनि नास्ता खानको लागि। अनि कतिजना साथीहरूले पनि ल्याइदिनु ल, मलाई पनि भन्नुभएको छ कि दिदीले चाहिँ मलाई 2टा खानको लागि दिनुभएको छ। मैले चाहिँ अब खाँदैछु कि। अनि दिदीले चाहिँ कति सपोर्ट गर्नुभएको बहिनी मलाई भन्नुभएको थियो कि। अनि कस्तो खुसी लाग्यो कि उहाँले चाहिँ मलाई चाहिँ खानु न बहिनी भन्नुभएको थियो। अनि मलाई चाहिँ कस्तो अप्ठ्यारो चाहिँ लागेको थियो होइन। अनि कति मिहिनेत गरेर बनाउनु भएको नि। अनि त्यही भएर अनि त्यही पनि अब हामीले चाहिँ देवर भाउजूले चाहिँ आधा बाँडेर खायौँ कि। अनि मिठो छ है साथीहरू सेलरोटी चाहिँ। अनि दिदीले चाहिँ प्याक गर्न लाग्नुभयो होइन। उहाँको बिजनेसलाई चाहिँ सबैजनाले सपोर्ट गरिदिनु होला है साथीहरू। मलाई चाहिँ कस्तो खुसी लाग्छ कि दिदी बहिनीहरूले यसरी व्यापार बिजनेस गर्दाखेरि चाहिँ एकअर्काको सपोर्ट चाहिँ एकदम आवश्यक पर्छ नि त। अब मेरो पनि व्यापार छ है, सबैजनाले सपोर्ट गर्दा कति खुसी लाग्छ त्यस्तै हो कि। अनि मैले चाहिँ टोटली 15वटा लैजानु लाग्यो कि। अनि
यसरी नै नर्मली नै प्याक गर्न लाग्यो, किनभने भर्खरै खान पर्ने चिज हो यो चाहिँ होइन। उतापट्टि 10वटा यतापट्टि 5वटा होइन। अनि 10वटा चाहिँ मैले नै साथीहरूले नै ल्याइदिनु ल भन्नुभएको थियो कि पहिलाको भिडियो देखेर कस्तो खान मन लाग्यो ल्याइदिनु न भन्नुभएको थियो। त्यही भएर मैले छुट्टै राखेको छु। अनि घर गएर चाहिँ म छुट्टै चाहिँ मेरो भाग खानियो कि सबै फ्यामिली मिलेर। अनि ल दिदीहरूसँग चाहिँ अब यसरी छुट्टिने बेला भइसक्यो कि अनि अब खाँदैछु कि म चाहिँ खान नसकेर कति त यहीँ नै राखेको छु कि प्लेटको पनि त्यहीँ राखिसकेको छु मैले। अहिले देखाउँछु फोरेर है। अनि सबैजना दिदीलाई धेरै सपोर्ट गरिदिनु होला है साथीहरू। अनि हेर्नु न जाँदा जाँदा पानी पऱ्यो कि अनि कस्तो पहिला जाँदा चाहिँ पानी परेको थिएन, हजुरहरूले देख्नुहुन्थ्यो है भिडियोमा। लुचरुप्पै भइसक्यो कि म चाहिँ। अनि गएर ड्रेस चेन्ज गरेर यसरी सेलरोटी खोल्यौँ हामीले चाहिँ होइन। सबै फ्यामिलीलाई बोलाएर अनि दिदीलाई चाहिँ चटपट ल्याउनु न दिदी भनेको थिएँ कि। अनि चटपट र अनि पानीपुरी के अरे सेलरोटी अनि सेलरोटी खाएर होइन। अनि मैले चाहिँ तरकारी पनि राखेको थिएँ कि थोरै बिहानको लागि। अनि यतापट्टिको चाहिँ साइड लगाउँछु कि त्यो चाहिँ अब यो चाहिँ मैले निकालेको चाहिँ हामीले नै खाने हो। कस्तो मिठो बास्ना आएको छ कि मलाई चाहिँ कस्तो सेलरोटीहरू कस्तो मनपर्छ कि साथीहरू। अनि मेरो फ्यामिलीहरूलाई नि मनपर्छ। अनि मेरो बाबुहरू पनि सेलरोटी पनि एकदम मनपर्ने कि। अनि हामीले चाहिँ यसरी सेलरोटी खान लायौँ है साथीहरू। हजुरहरूलाई पनि अब खाने भए आउनु भन्दा पनि अब सेलरोटी सकिन्छ कि हजुरहरूले चाहिँ अर्डर गर्न सक्नुहुन्छ होइन। अनि यसरी हाम्रो नास्ता पनि भयो भनौँ न होइन। अनि दिदीबहिनीहरूलाई पनि सपोर्ट भयो कि हामीले चाहिँ फ्यामिली मिलेर चाहिँ यसरी सेलरोटी खाँदैछौँ। यति मिठो भएको छ कि साथीहरू होइन। मैले चाहिँ चटपट र नुनल र अनि यो उसहरू के अरे रोटी खाँदा चाहिँ कस्तो मिठो हुन्छ नि त, त्यही भएर हो है। अनि मेरो ठुलोबाबुले नि खाँदैछ, सानो बाबुले नि उहाँ चाहिँ सासू ससुर आउनुहुन्छ। यतापट्टि चाहिँ मेरो दिदी हुनुहुन्छ होइन। त्योले चाहिँ फोटो खिचिराख्नु भएको छ, भिडियो खिच्नु भएको छ। अनि कस्तो मिठो भएको छ कि आज सेलरोटी फर्स्ट टाइम चाहिँ हामीले यसरी भिडियो बनाउन नै पाएको थिएन। अनि एकैचोटि ल्यायो खायो सक्यो भएको थियो कि। अनि सेकेन्डचोटि चाहिँ भिडियो बनाउँछु नै भनेर प्लान गरिराखेको थिएँ। हेर्नु न बिहान मैले चाहिँ सेलरोटीसँग खाने भनेर नै यसरी तरकारी चाहिँ लुकाएर राखेको थिएँ कि थोरै। कस्तो मिठो भएको छ कि साथीहरू सेलरोटीसँग तरकारी टक्कै खाँदै गर्दा त। हजुरहरू पनि सेलरोटी लभर हुनुहुन्छ भने चाहिँ मैले देखाएको भिडियोको लोकेसनहरू चाहिँ गएर हेरेर ल्याउन सक्नुहुन्छ। वरिपरिको दिदी बहिनीहरूले सपोर्ट गर्दा नि हुन्छ नि त।